नमस्ते सबैजनालाई स्वागत छ मेरो नयाँ भिडियोमा। आशा छ सबैजना सन्चै आरामै हुनुहुन्छ होला। अनि यो शुभ बिहानीसँगै नयाँ भिडियो लिएर उपस्थित भइसकेकी छु म समीरा कण्डेल। अनि आज चाहिँ उभौली विशेष के हुँदैछ त? खिर पकाउनतिर लागौँ। आहो यिनी कति मिठो बास्ना आयो र। चामल चाहिँ मैले हल्का कलर चेन्ज हुने बेलासम्म भुटे। अब चाहिँ यसमा उमालेर राखेको दुधले एड गर्छु। बोलेको अवस्था छ यहाँ। ल है त खिर मजाले पाकिरहेको छ। अनि यता बदाम भुट्नलाई राखेँ मैले। यता नरिवलको टुक्रा पनि रेडी गरेँ। साथमा यता तरकारीहरू पनि रेडी अवस्थामा छ। उम्लिन्छ आगो सानो बनाउने अनि फेरि आगो फुल्ने प्रक्रिया कार्यक्रम जारी छ मेरो चाहिँ। अब ग्यासमा भए पो मिडियम हिट र लो हिट भन्दा हुन्छ। लो हिट भनेको यस्तो दाउरा थुन्ने, मिडियम हिट भनेको दाउरा जोड्ने कार्यक्रम छ यहाँ। भा भयो। ल साथीहरू खिर पाकिरहेछ मजाले। अब चाहिँ अरू कुराहरू पनि एड गरौँ। हामीसँग जे उपलब्ध छन् त्यही एड गरौँ खिरमा। अब अनि ड्राई नट्सको नाममा अलिकति नरिवल र अलिकति बदाम राख्दैछु। बदाम चाहिँ भुट्ने क्रममा अलिकति डढ्न सफल भएको छ। त्यसलाई डोन्ट माइन्ड। अब चाहिँ ड्राई नट्स एड गरौँ है त। यतिको पाकेको छ। मैले चाहिँ यसमा ड्राई नट्सलाई एड गरिदिएँ। आज सुगर फ्री खिर खाम कि क्या जस्तो लागिरहेछ, तर नखाम सुगरै एड गरौँ। अब चाहिँ म यसमा अलिकति सुगर पनि एड गर्छु। ल त खिर पाकिरहेको छ। खासमा नि आज चाहिँ उधौली पर्व हो। उधौली पर्वको उपलक्ष्यमा चाहिँ मैले खिर बनाउँदैछु। पूजा चाहिँ हुँदैछ उता गोठतिर। एक्चुअली हेर मैले के गर्दै हुनुहुन्छ त पूजामा। सुहाना मौसम है, मैं क्या ही बताऊँ। आजभोलि त यस्तो सुन्दर मौसम दिनदिनै देख्न पाइरहेको छ। अनि मनै आनन्दित हुन्छ यस्तो सफा निलो निर्मल निश्चल आकाश देख्दै। डल्लुको भिडियो बनाइदिन्छु। अब धनु समातेर कसलाई हान्ने भनेर बसेको। ठुलो बनाइदिएको धनु हो, ठुलबाले हो, ठुलबाले बनाइदिएको। हेलो डल्लु, हाई भन न यता। ल त साथीहरू खिर चाहिँ मजाले पाको। सारोवाला बनेको छ, गिलोवाला खिर होइन बनाएकै। हेर्दै खाउँ जस्तो अलि देखिएन कि जस्तो लाग्यो होइन त। अझै तरकारी पाकिरहेको छ। साथीहरू मिक्स भेज पनि पाकिसकेको छ। यहाँ चाहिँ धेरै आइटमहरू रहेको छ। आलु, काउली, केराउ अनि इस्कुस अनि साथमा फर्सी पनि छ थोरै अलिकति। यता भाङ्गो पाक्दैछ। हजुर उभौली पर्वको शुभकामना दिदी। हेलो दिदी। उभौली पर्वको सम्पूर्णलाई देश विदेशमा रहनुभएका दाजुभाइ सबैलाई शुभकामना। कस्तो अँध्यारो आयो, काली देखिनु म दिदी। मान्छे कालो छु, है फरक पर्दैन मलाई र कालो आयो। ल साथीहरू तरकारी पनि रेडी भयो। अब हाम्रो पूजा सकिएको छ कि छैन त्यो हेर्न जाऊँ है त। सकियो पूजा। लाउनु दिदी कसैले, कसैले होइन प्रसाद लाउनु दिदी। प्रसाद गर्नु कस्तो राम्रो होइन यो भाडा। प्रसाद खाँदैछौँ हामी, उभौली पर्वको प्रसाद। ल बिरालोले पनि प्रसाद खाँदैछ।
यता सुगर फेरि खिर पनि खाइयो प्रसादीको रूपमा, उता सुगरवाला खिर पनि पाकिसकेको छ खानाको रूपमा। प्रसादीको रूपमा आज सुगर फेरि खिर खाइयो। भागो कुकुर हानिसकेको भिडियो बनाउन पाइएन नि गफमा बस्नु भएर थैत्ते। यता कुरामा भुलेर यता कुकुरले भागेको त देख्नै पाइएन नि। सानो छँदा म पनि बिरालो भएको याद आयो। कुकुरको साथमा म पनि बिरालो भएको थिएँ। खिरको रियाक्सन के भन्छ अरे रिभ्यू दिँदै हुनुहुन्छ दिदीले। कस्तो छ अरे खिर? गुड छ। तरकारी कस्तो छ नि? गुड छ। Okay, bye.